हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू गुड मर्निङ चाहिँ सबैजनालाई। अनि म चाहिँ धेरै दिनपछि अब भ्लगिङमा आएँ है गाइज। त्यसको लागि तपाईँहरूलाई धेरै धेरै सरी भन्न चाहन्छु। मेरो चाहिँ नि अलिक फोनको एडिट गर्ने प्रब्लम थियो, त्यही भएर मैले चाहिँ अलिक भ्लग हाल्न पाएको थिइनँ। अलिक एडिट गर्न मिलिरहेको थिएन क्या। अब अहिले चाहिँ मेरो नयाँ फोन आइसकेको छ, तपाईँहरूले टिकटकतिर देख्नुभयो होला होइन। नयाँ फोन आयो, अब मेरो चाहिँ भ्लग राम्रो राम्रो दामी दामीवाला आउँछ होइन। अहिले चाहिँ हामी अब घुमेको भ्लग हाल्ने, रमाइलो खालको भ्लग हालौँ न भनेर हिँडे हो क्या। अब आज चाहिँ हामी 5-6जना ट्याक्क भैरवकुण्ड जाँदैछौँ। केटाहरू उता सल्लाहघारीतिर आएर बसिरहेको छ अरे। म घरबाट ट्याक्क निस्केँ सब रेडी सेडी गरेर होइन। अब चट्ट लाएर हामी त्यहाँ गएर साथीभाइ ट्याक्क भेटेर अनि आजको यात्रा हुन्छ हाम्रो के अरे भैरवकुण्डतिर। भैरवकुण्ड आज कहाँनिर गएर बसिन्छ, डेस्टिनेसन चाहिँ त्यहाँ हो, तर कहाँनिर गएर बसिन्छ भन्ने चाहिँ त्यो पनि मलाई पनि राम्रोसँग एक्ज्याक्ट थाहा छैन होइन। 2 महिना भयो होला है, 2 महिनादेखि मस्त रटेर काम हानेर मोबाइल किन्छु भनेर चाहिँ रटेर काम हानेर टक्क मोबाइल किनेर अब चाहिँ भ्लगिङ हान्छु है त गाइज। अब चाहिँ माया गर्न नबिर्सिनु होला, म ट्याक्क अब फर्किसकेको छु। के यहाँ 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 गरेर सरदा ती दिइसक्यो मैले। ल गाइजहरू पनि आइपुगे है त हाम्रो चट्ट लाएर। ओहो 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 ओहो, मैले त ल्याउनु बिर्सेँ तपाईँले भने चिज। जङ्गली यहाँ आएपछि पो चस्मा भनेपछि ओहो ओहो। ल हामी चाहिँ टक्क लाएर 1 2 3 4 5 बस यति भएपछि रातो रातोले सकिएको नि अब। ल गाइज, अब हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ है त भैरवकुण्ड जानको लागि। अगाडि छ राम भाइ, त्यसपछि छ सुशान्त, त्यसपछि छु म, त्यसपछि छ जङ्गे, त्यसपछि सरोज दाई, अनि लास्टमा छ हाम्रो सोनम। अब आज चाहिँ के हुन्छ कसो हुन्छ हेर्दै गर्नु होला है त। अहिले चाहिँ हामी कहाँबाट भन्दाखेरि सल्लाहघारीबाट नगरकोटतर्फ जाने बाटो जाँदैछौँ। उताबाट त अहिले बाटो बनाइरहेछ नि त, त्यही भएर चाहिँ हामी त्यताबाट गएनौँ। धुलै धुलो बाटो भएर यो बाटो चाहिँ नि बनेपा निस्किनको लागि एकदम बेस्ट बाटो छ होइन। अलिकति घुम्नुपर्छ होला सायद, त्यही पनि अब राम्रो बाटो छ भने त घुमौँ न होइन। घुम्नै हिँडेपछि भनेर चाहिँ अब हामी यताबाट जाँदैछौँ। बाटो यतापट्टिको धुलोसुलो त्यस्तो खासै उड्दैन नि त, राम्रै छ बाटो। त्यो भएर चाहिँ अब हामी यहाँबाट टक्क लाग्छौँ है त। हेर्दै ल के भा हो आमा कुत्ता न परेछ यार। सेफ राइड है गाइस, सेफ राइड। नाला निस्किने बाटो चाहिँ यो है त। हल्का अलिअलि चाहिँ नराम्रो जस्तो छ बिच बिचमा, तर त्यसलाई खासै नराम्रो त भन्न मिल्दैन। तर पिजै पिज हो क्या। बत्तिसक्यो अगाडि, ट्याक्सी आयो। देखेँ मैले। अब ओभरटेक गरौँ। द भ्यू गाइज, लुक एट द भ्यू। आम्मा, बाटो नहेरौँ, बाटो नहेरौँ। बवाल देखेछ गाइज, हेर त हिमाल। ओ माई गड, बास हिमाल यस्तो दामी देख्यो नि गाइज। आम्मा, तर क्यामेरामा त्यस्तो हामीले हेरे जस्तो चाहिँ देखिन्न, तर अति नै बवाल छ। ल तर मोबाइल किने के काम केटा हो। मैले यसो सोच्दाखेरि मोबाइलबाट खिचिदिउँ कि क्या हो हिमालको फोटो, एकचोटि खिचिदिउँ गाइज। त्यहाँनिर अहिले भ्यू देख्यो भने ड्याममा एउटा भ्यू हानिदिन्छु है त। ल गाइज यस्तो छ है त। अब हामी चाहिँ एकछिन हिमाल हेर्ने ब्रेक है त। दामी देखिरहेछ, अनि त्यसपछि टक्कै यहाँ खिच्यो। अब चाहिँ आम्मा यतिको चाहिँ हुनु पऱ्यो। ल बस ल हेर त। ल गाइज बाटो त बबाल रहेछ यार। ओहो, तपाईँहरू पनि आउँदाखेरि यो बाटो आउन सक्नुहुन्छ है। अति दामी रहेछ यो बाटो चाहिँ। बास भ्यू
पनि यस्तो दामी देखिन्छ बारीमा तोरी पहेँलो भएर फुलेको है त हिमाल त्यस्तै आहा यो हो नि त यार बाटो भने हामी यो 5 खालको पुरै आलु रोप्ने ठाउँ ल र गाइज आलु पाटै पाटा छ खेतका सबतिर अब आलु रोप्ने धमाधम काम सुरु हुँदो रहेछ यता खन्ने उता रोप्ने उता के गर्ने है त आमामामा यहाँबाट वहाँ पारी खेतै खेत छ क्या देखिँदै देखिन्न कहाँसम्म हो खेत ल सही हो ल गाइज 5 खाल बजार आयौँ है त अब हामी चाहिँ टक्कै यो चाहिँ 5 खाल बजार बाटो बवाल छ ल ओहो दामी छ दामी यो चाहिँ दोलाल घाटको पुल है त दोलाल घाट ठ्याक्क आइपुग्यौँ हामी अहिले चाहिँ हामी यहाँनिर दोलाल घाटमा बसेर माछाहरू खाइयो एकछिन ब्रेक पानी ब्रेक माछा ब्रेक सबै ब्रेक भयो होइन अब यहाँबाट चाहिँ अब हामी लाग्छौँ टक्क लाएर यो चाहिँ दोलाल घाट बजार गाइज अहिले चाहिँ हामी ठ्याक्क खाडी चौर बजार आइपुग्यौँ है त अब यहाँ पनि यहाँबाट लाग्नुपर्ने हुन्छ गट्टङ टङ कुद्दै अब बाटो त थाहा छैन सोध्दै जाने हो कोही पनि गएको छैन क्या सबजना फर्स्ट टाइम हो हामी चाहिँ नि बाटो सोध्दै जाँदैछौँ क्या अहिले चाहिँ एक ठाउँमा पुग्यो त्यहाँ सोधो अर्को ठाउँमा पुग्यो अर्को ठाउँमा सोधो यस्तो गर्दै हिँड्दैछौँ हामी चाहिँ जसरी भए पनि डेस्टिनेसनसम्म त पुग्नु पर्यो नि त होइन घुम्न हिँडेपछि त के गरे यो केटाहरूले चाहिँ मलाई छोडेर हिँडे है आमामा बत्तिर मैले भेट्नुपर्ने हुन्छ तिनीहरूलाई अब ओए कहाँ पुगिसक्यो
झन् 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 धेरै बेर रोकेर हुँदैन यहाँ। एकछिन आनन्द लिने हो, त्यसपछि फेरि बटारिहाल्ने हो। अघिसम्म कस्तो केटा हो है, निन्द्रा लागिरहेको थियो, झुम्म झुम्म बनाइरहेको छ, अनि त्यसपछि ठ्याक्क बाइकको एक्सिलेटर हातमा पर्न पाएको छैन, फेरि रफ्तार हो। के हुन्छ हो, बाइकमा चढ्ने बित्तिकै के हुन्छ हाम्रोमा, कुदाइहाल्न मन लाग्छ यार, एकछिन नरोकिकन बटारेको छ बटारेको छ। दागलाङ पुग्न अझ हामी कति हिँड्नुपर्छ मलाई नै थाहा छैन, तर हामी चाहिँ तातो पानी चाइना बोर्डर पुग्न पुग्न लाग्यौँ है त। डाकलाङ डाकलाङ डाकलाङबाट यहाँनिर डाकलाङ चट्ट केटाहरूले अब यस्तो सेवा पनि गर्छन् क्या हाम्रो केटाहरू। यस्तो राम्रो राम्रो पोइन्ट चाहिँ त्यो हो क्या हाम्रो केटाहरूको। लगाएर मेरो त पछाडि झोला हाल्नु मिलेन, यस्तो खतरा रहेछ नि। गएर गाइज बाटो, तर क्यामेरामा त्यति देखिँदैन, वाइड एङ्गलमा छ, त्यही भएर चाहिँ हो होइन। तर बाटो त खतरा अफरोड छ यार। ए ओए लभली छ त यार, ओए दामी छ। बाटो चाहिँ यस्तो खराब छ है। चोरीबारी, पानी चोरीबारी। ए बाटो त हेरौँ त गाइज, केटाहरू त्यसै बत्ती देखान्। ओहो